stop scrolling. If you play Dream League Soccer 2025, this video will change your account forever. No hacks, no mods, no bans, just real methods that top players are using to earn tons of coins and diamonds fast. Watch till the end, because the last method is insane. Oh, hello and welcome. तपाईहरुले अगाडिको इन्ट्रो र थम्बनेल हेरेर आइसक्नु भएको छ र आज हामी यस भिडियोमा हामी DLS 25 मा कसरी कोइन र डायमन्ड कलेक्ट गरेर कसरी यस्तो खाले टिम बनाउने त भन्ने विषयमा हामी कुरा गर्न जाँदैछौँ। सबैभन्दा पहिला त कुनै पनि पैसा तिरेर यदि डायमन्ड वा कोइन किन्ने हो भने त्यो निकै गाह्रो र निकै महँगो पर्छ यो DLS मा हैन। तपाईले यहाँ हेर्न सक्नुहुन्छ निकै महँगो डलरहरु तिरेर हामी किन्न सक्छौं। तर हामी जस्तो सामान्य पैसा नतिर्ने र न्यूनतम कम खेल्ने मान्छेहरुलाई मात्र कसरी कोइन कलेक्ट गरेर टिम बनाउने त भन्ने कुरा धेरै अप्ठ्यारो वा आपत्ति आइपर्छ र त्यसको लागि हामीले हेर्न सक्छौं यहाँ है। हामीले विभिन्न भिडियो हेरेर वा विभिन्न प्लेयरहरुले गोल हानेको मार्फतले नि कोइन हामीले कलेक्ट गर्न सक्छौं। हामीले दिनको हामीले यहाँ 50-60 रुपैयाँ हामीले फ्रीमै यसबाट कलेक्ट गर्न सक्छौं हैन। गेम खेलेर वा त्यो प्लेयरले गोल हानेर हामीले कोइन कलेक्ट गर्न सक्छौं र त्यो कोइनलाई हामीले युटिलाइज गर्न सक्छौं। र मैले पनि धेरै जसो गेमहरु खेलेर भन्दा पनि यस्तो भिडियोहरु हेरेर र प्लेयरहरुले गोल हानेर मैले कोइनहरु कलेक्ट गरेको हो र तपाईहरुले पनि यहाँ हेर्न सक्नुहुन्छ। यहाँ भिडियोहरु शेयर गरेर पनि खेल्न मिल्छ, कोइनहरु कलेक्ट गर्न मिल्छ र गेमहरु खेलेर पनि कोइनहरु कलेक्ट गर्न मिल्छ। र मैले पनि अहिलेसम्म कोइनहरु कलेक्ट गरेको भनेको यही भिडियो हेरेर र गेम खेलेर मैले कोइनहरु कलेक्ट गरिरहेको छु। र तपाईहरुलाई म देखाउँछु भिडियो कसरी हेर्ने र कसरी गेम खेलेर हामीले कोइन कलेक्ट गर्न सक्छौं है त। सुरुमा हामी गेम स्टार्ट गर्छौं र गेम हामीले खेलिसकेपछि हामीले धेरै जसोले कार्ड दिन्छौं के गेम खेलेपछि त्यो कोइनहरु कलेक्ट गर्ने अप्सन हुन्छ। भिडियो हेरेर झ्याउ लाग्छ भनेर हामी गेम कार्ड दिन्छौं। तर तपाईहरुले जति राम्रो गेममा परफर्मेन्स गर्नुहुन्छ त्यति नै राम्रो तपाईहरुले कोइन कलेक्ट गर्न सक्नुहुन्छ। जस्तै मैले एउटा गेममा 5 गोल हानी भने त्यसबाट मैले कम से कम 300 रुपैयाँसम्म मैले कोइनहरु कलेक्ट गर्न सक्छु। तपाईले हेर्न सक्नुहुन्छ मैले यहाँ 3 गोल हानेको छु हैन। 3 गोल हानेको छु र 1 गोल खाएको छु र त्यसमध्ये मलाई हैन 150 रुपैयाँ जति कोइनहरु पाउनु पर्ने हो। मैले 150 वा 200 मैले कोइनहरु पाउनु पर्ने हो। त्यसरी हुन्छ गोल हानेर वा जितेर गेमहरु जितेर हामीले कोइन कलेक्ट गर्न सक्छौं। र हेर्न सक्नुहुन्छ तपाईले मैले यहाँ कति कोइन पाएँ भन्दाखेरि 80 रुपैयाँ कोइन पारै छु हैन। तर मैले भिडियो हेरेर मैले 150 रुपैयाँ अर्को कोइन कमाएर लगभग 225-230 रुपैयाँ मैले यसबाट कमाइसकेको छु। र यसरी हामीले कोइन कलेक्ट गर्न सक्छौं। कुनै पनि ह्याक लगाएर हामीले यदि कोइन कलेक्ट गर्न थाल्यो भने यो आईडी पनि ब्यान हुन्छ र यो आईडी पनि सस्पेन्ड हुन्छ। त्यसकारण ह्याक लगाएर कुनै पनि किसिमको कोइनहरु कलेक्ट नगरौं। यसरी भिडियो हेरेर राम्रो र आफैले मेहनत गरेर आफूले कोइन कलेक्ट गरे भने अलि फाइदाजनक हुन्छ। र आजको लागि यति नै। यो भिडियो हजुरलाई कस्तो लाग्यो मलाई कमेन्टमा भन्नु।